गाइसरी टमाटरको हालत यस्तो छ हौ। टमाटर पनि हेरौँ भुइँभरि लडी बसेका छन् है, भर्खरै फल्न सुरु गरेको थियो। अनि यो चाहिँ चाइना साग है, यो रोपेको, यो पनि निकै छाक खाए। अब अलिअलि रलपल थियो, त्यही पनि असिनाले केही राखेन बाँकी र यस्तो छ है। हाम्रोतिर टमाटर भर्खर फल्न सुरु गरेको थियो, यस्तो छ है गाइसहरू। ल गाइसहरू आज चाहिँ भने है, यहाँ बोडी रोपेको थिएँ अनि असिनाले चाहिँ आज हिजो अस्तिल्लो दिनको पुरै बर्सात पानी र असिनाले गर्दाखेरि बोडीको हालत हेर नै, घाउै घाउ फुङ्रे फाङ्रे ठाङ्रे बनाएर चाहिँ सबै भुइँभरि झरेछ। अब के गर्न गाइसहरू, एकदम यो भनेको चाहिँ अर्ग्यानिक चिज हो यो बोडी, औषधी सौषधी लगाएको होइन, युरिया सुरिया एकदम अर्ग्यानिक चिज खानु पर्यो भनेर रोपेको थिएँ। अब जस 2-3 छाक चाहिँ खाएँ, अब त्यसैमा चित्त बुझाइरहेको छु। अब अहिले पनि यो सानो आरीको एक आरी टिप्न गइरहेको छु, एक आरी भइसकेको छ गाइसहरू है। यो बोडी चाहिँ एकदम यो लहरे बोडी हो, यो माथि झ्याल जान्छ अनि फल्न चाहिँ एकदम राम्रो फलेको थियो। अब यो असिनाको कारणले गर्दाखेरि सबै बोटहरू अब ढुट्टो है, कुटेर ढुट्टो ढुट्टो भएको छ। अनि त्यही भएर खान गइरहेको छु आज चाहिँ भने यो सब्जी है। अनि तपाईँहरूलाई पनि मनपर्छ भने कमेन्टमा है लेख्नुहोला। यो एकदम अर्ग्यानिक सब्जी खानुले चाहिँ धेरै स्वास्थ्यलाई पनि लाभ गर्छ। अनि एकदमै अहिले सबै छेन्द्रै छान्द्रो छ है, बोटहरू केही पनि छैन, यस्तो छ। हजुरहरूकोतिर के कस्तो छ है, असिनाले कतिको बिगार गर्यो, प्रतिक्रिया दिनुहोला, कमेन्टमा लेख्नुहोला। र अन्तिमसम्म मेरो भिडियोलाई चाहिँ झकास खम्बु पेजमा गएर अन्तिमसम्म हेरिदिनु होला भन्दै अहिले छुट्टिन्छु। बाई बाई।